लु आज पनि हामी चाहिँ रेडी भएर निस्किसक्यौँ पुरा परिवार। अब आज चाहिँ कहाँ जाने भनेदेखि चाहिँ हामी चाहिँ नेपाल जाने हो। भिडियो चाहिँ पुरा हेर्दै गर्नुहोस् होला। यता चाहिँ छ हाम्रो त्रिसा। रेडी चलो। चाहिँ हामी घरबाट निस्किसक्यौँ। स्टेसन मोड अन्त ठिक्कै यहाँ चाहिँ ट्रेन आउँदै रहेछ हो। नानी ट्रेन हेर्नु मजा आयो। यो चाहिँ हो इन्डिया र नेपालको बोर्डर। अब हामी पश्चिम काँक्रेभिट्टा नेपाल। अब यहाँ चाहिँ म अलिकति काँक्रेभिट्टाको नजारा देखाउँदैछु। यो नेपालको हाइवे चाहिँ एसियन हाइवे बनिँदैछ। एकदमै ठुलो रोड बनिँदैछ। यहाँ चाहिँ बाइकर्सहरू जाँदैछ है। अगाडि चाहिँ हाम्रो अगाडि चाहिँ हामी चाहिँ पछि छौँ। अन्त बाटो चाहिँ यति ठुलो यति राम्रो बनिँदैछ। तर अहिले चाहिँ एकदमै धुलो छ है गाइज। हामी चाहिँ एकदम धुलो हुँदै जाँदैछौँ। यता छोरी चाहिँ स्कुटीमा चढ्न भ्याउँदैन किनिरहेको छ। त्यो बाटो चाहिँ यति साह्रो डरलाग्दो रहेछ कि। अब चाहिँ बाटो नबनिकन नेपाल नआउने आजबाट चाहिँ। अब चाहिँ बल्ल बल्ल हामी बिर्ता मोडमा एन्ट्री गऱ्यौँ है। बिर्ता मोड त यस्तो छ। हामी चाहिँ बिर्ता मोड हाम्रो मामाहरूको आएको। आज चाहिँ मामाहरूकोमा सराद छ नि त। त्यही भएर अरू बेला त अब मम्मी हुन्छ मम्मी आउनुहुन्थ्यो। अब योपालि चाहिँ हामी आएको। यो नेपालमा चाहिँ नि फेरि न रेड लाइट छ है। हेर्नुहोस् है यस्तो ठुलो सिटी होइन बिर्ता मोड। तर ट्राफिक केही छैन यहाँ। एकदम आफ्नो खुसीले चलाऊ गाडी। यो चाहिँ हो बिर्ता मोडको सैनिक जाने बाटो हो। यता चाहिँ आँखाको हस्पिटलहरू एकदम ठुलो हस्पिटलहरू छ। यो बाटो जानुपर्छ हो। अन्त यो चाहिँ एकदम पुरै बिर्ता मोड। यहाँ चाहिँ पश्चिम अरे हो। यो पश्चिम बस स्ट्यान्ड। यो हो अदुवा खोला। अब चाहिँ दामी ब्रिज बनिँदैछ यहाँ एकदम ठुलो। बस पार्क है गुरुवा। पहिला चाहिँ हाम्रो मामाहरूको घर यही कताबाट जान्थ्यो त्यो बाटो नि। यसकै पछाडिपट्टि थियो नि त। अहिले चाहिँ फेरि सर्नु भएको छ अर्कोपट्टि। यता चाहिँ जान्छ बिर्ता सिटी हस्पिटल। यो बाटो जान्छ। यो चाहिँ हो हाम्रो मामाहरूको घर जाने बाटो चाहिँ बल्ल आइपुग्यो। यता चाहिँ मेची हस्पिटल छ आँखाको हो। अन्त यो रोडमा चाहिँ हाम्रो मामाहरूको घर छ। मेरो चाहिँ मामा ससुरा हो है। उहाँ चाहिँ मैले अस्ति हालेको भिडियोको चाहिँ मेरो मामा, अहिलेको चाहिँ उसको मामा है। यो चाहिँ हो बिर्ता सिटी हस्पिटल। अब चाहिँ हामी पुग्न लाग्यौँ है हाम्रो मामाहरूको घर हेर्दै जानुहोस् है। लु अब चाहिँ आइपुग्यौँ हामी। मामाहरूको घर चाहिँ यहाँ हाइवेमै छ हो। यो हाइवेबाट चाहिँ अलिकति भित्र पस्नुपर्छ। नेपालमा त यति दामी ठुल्ठुलो रोडहरू छ यहाँनिर। यो चाहिँ हो हाम्रो मामाहरूको क्याफे पनि छ। अहिले चाहिँ अब आज श्राद्धले गर्दाखेरि चाहिँ क्याफे बन्द गर्नुभएको रहेछ। घरको यताबाट चाहिँ एन्ट्री। यहाँ एकदम स्वागत गर्नलाई चाहिँ हाम्रो सरू बहिनी एकदम रेडी रहेछ। अँधेरो रहेछ सिँढीमा पनि। अब चाहिँ माथि जाँदैछौँ है हामी। ए ठुलो मम्मी नमस्ते माइजू। राधे राधे गुरुजी। नमस्ते ठुलो मम्मी। नमस्ते। चिने नि किन नचिन्नु र। यता चाहिँ श्राद्ध हुँदै रहेछ। ए भिडियो भने यता हाम्रो माइला ठुलो बाउ हुनुहुन्छ।
ठुलो मम्मीहरू अघि आइसक्नु भएको रहेछ हाम्रो ठुलो मम्मी। परशुराम शर्मण अस्मत् मृताहात सामश्रेको विवृक्ष श्राद्ध कर्मणि साङ्गतया सुसिद्धार्थम सिद्धा। यो चाहिँ हाम्रो मामाहरूको किचन। यता चाहिँ खानाहरू पनि बनिसकेछ। दुध तान्दैछ। होइन रोटी पकाएको अलिकति भिडियो बना एउटा एउटा गर्दै रहेछ। अनि कहिले यता चाहिँ हो मामाहरूको माथिल्लो छत। म माथिबाट देखाउँदैछु है। मकैबारी हेर यस्तो छ है हाम्रो मामाहरूको घर वरिपरि चाहिँ। त्यहाँ हो वीरता सिटी हस्पिटल। अघि हामी आएको बाटो यही हो। त्यहाँ पर चाहिँ स्कुल छ हो। यो चाहिँ पल्लो बाटो वीरता सिटी हस्पिटल पस्ने पल्लो बाटो पर्छ। यताबाट आउँदा पनि हुन्छ। भिडियो बनाइदिनुहोस् है। अब चाहिँ हामी मामाको घरबाट चाहिँ अब हाम्रो आन्टीहरूको घर बनाउनु हुँदैछ अरे हो। त्यही भएर चाहिँ आन्टीहरूको घर हेर्नु जाँदैछौँ। बाटो चाहिँ एकदम दामी है नेपालमा चाहिँ। आमामा हाइवे नै जत्तिकै छ अन्त गाउँको बाटोहरू। पुरै मकैबारी धानबारी हो। आमामा त एकदमै खेतीबारी। यता चाहिँ रहेछ उखुबारी। यता कोलाबारी। माथि रहेछ हाम्रोमा आन्टीहरूको घर। यो चाहिँ हाम्रो आन्टीहरूको घर बनिँदै रहेछ नयाँ। यताबाट चाहिँ अगाडि रहेछ। बाई बाई गर्दै मामाको घरबाट निस्किँदैछु। लु है बाई बाई।